म आज चाहिँ परिलोकमा छु अनि मेरो मामुलाई चाहिँ फुलको सोख नै छ भनौँ न। उहाँलाई पनि मनपर्छ, मलाई पनि मनपर्छ। कोसिस चाहिँ गर्नु भएको रहेछ यत्रो बनाउने। मेरो अनुपस्थितिमा पनि मेरी प्यारी भाउजू अनि मेरी आमाको काम चाहिँ एउटा सानो यो फुल रोपेर राम्रो गर्नु भएको रहेछ। तर यसलाई अलिकति यहाँ चाहिँ कस्तो भइरहेछ भने यो मरेकोहरूलाई चाहिँ फाल्न बाँकी भएछ। अनि कैँचीले काट्न पाएको भए चाहिँ राम्रो हुन्थ्यो, तर मसँग अहिले कैँची भएन। अनि मैले चाहिँ यसलाई चाहिँ हातैले काटेर चाहिँ यो निची चिमड दिँदैछु। कस्तो राम्रो फुल्ने खालको रहेछ। तर यसको यो मरेको जस्तो भएको चाहिँ म निकालिदिँदैछु। अनि यसलाई चाहिँ कतापट्टि राख्दाखेरि अझ आकर्षक देखिन्छ, राम्रो देखिन्छ, अनि कुन गमलालाई कतापट्टि राख्दा राम्रो मिल्छ म त्यो गर्दैछु आज चाहिँ। अब के भनौँ, मेरी भाउजूलाई धन्यवाद अनि मेरी आमालाई धन्यवाद यति मेहनत गरेर फुल गर्नुभएकोमा। मलाई चाहिँ यो चाहिँ औषधि मन पर्यो। तर थोरै यसलाई चाहिँ अलिक पछि अब कैँची ल्याएर चाहिँ मजाले काटिदियो भने चाहिँ यो चाहिँ एकदमै राम्रो बन्ने रहेछ। कस्तो राम्रो फुल्दो रहेछ फुल्नको लागि चाहिँ। तर थोरै मरेछ कि यो, सायद यसलाई रोप्न चाहिँ रोप्यो, जुन किसिमको स्याहार भनौँ न जरुरत थियो त्यो चाहिँ अलिकति भएन छ। त्यो फुर्सद भएन होला, सायद जान्नु भएन होला, अब यस्तै केही भयो। तर यसलाई म आज चाहिँ अलिकति राम्रो पारिदिँदैछु। धेरै राम्रो त छैन, तर जे छ मेरो लागि असाध्यै प्यारो छ।